मलाई अचम्म लाग्छ के साथीभाइहरू होइन एउटा कुरा मैले स्पष्ट भन्न चाहेँ होइन मलाई अचम्म लाग्छ कि आज पनि के अहिलेको जमानामा पनि हुन्छ हुन त समस्या हामीले आफ्नो मात्रै हेरेर हुँदैन होइन दुवैतर्फी हेर्नुपर्छ होइन हुम्लामा एयरलाइन्स प्लेन जाँदाखेरि चाहिँ मौसम कस्तो छ होइन आज जहाज कति आए कुनै दिन जहाज आउँदैन कुनै दिन जहाज 3-4वटा आउँछन् कुनै दिन एउटा आउँछ कुनै दिन जहाजै आउँदैनन् त्यो कुरा हामीले थाहा पाउनुपर्छ तर एउटा अर्को कुरा पनि के छ भन्दाखेरि जहाज आउँछ जुन दिन आयो होइन टिकट चाहिँ कस्तो सिस्टम छ भन्दाखेरि चाहिँ सबभन्दा प्राथमिकता चाहिँ जो चाहिँ बिरामी छन् क्या एकदम अवस्था गाह्रो छ बिरामी छन् उनीहरूलाई चाहिँ टिकट दिनु पऱ्यो कि एनी हाउ उनीहरूलाई चाहिँ टिकट जतिखेर भने उतिखेर टिकट उपलब्ध गराउनु पऱ्यो क्या हुम्लाको एयरलाइन्सले चाहिँ क्या अनि त्यो सिस्टमै छैन क्या छँदै छैन अनि मलाई टिकट चाहिएको छैन चाहिँ म टिकट लिन जान्छु भने चाहिँ उनीहरू टिकट अब जस्तै भोलि आउँछ त प्लेन पर्सि आउँछ भने चाहिँ त मलाई टिकट काटेर दिनु पऱ्यो क्या तपाईँको भोलि आउँछ यो प्लेन आउँछ ल टिकट काटेर लानु छैन त्यस्तो हुँदैन तपाईँ भोलि आउनु भन्ने हुन्छ भोलि गयो त्यो टिकटै पाइँदैन फेरि टिकट त्यो सकिसके हुन्छ त्यो भएन नि त यो पहिलेदेखि चल्दै आएको चलन पहिलेदेखि त्यस्तै छ अहिले पनि त्यस्तै छ होइन कहिले परिवर्तन हुने अनि कहिले हुने मलाई अचम्म लाग्छ कि कहिले हुने के म त उहिलेदेखि बुझ्दा बुझ पचाएर वाक्क दिक्क भइसक्यो मान्छे होइन हुम्ली जनता दुखी गरिब जनताले अझैसम्म पनि बुझ्न सकेका छैनन् के भइरहेछ जमाना देश नेपाल देश पनि कहाँदेखि कहाँसम्म पुगिरहेको छ हुम्लाको अवस्था हेर्नु न अझै पनि के छ केही परिवर्तन भएको छ नभए भन्न मिल्दैन परिवर्तन भएको छन् तर एयरलाइन्सको कुरामा म के भन्छु भन्दाखेरि बिरामीले टिकट पाउनु पर्यो क्या बिरामीले टिकट पाउनु पर्यो हुम्लामा पर्यटक भित्र आउनु नराम्रो होइन राम्रो हो पर्यटक भित्रै आउनुपर्छ तर हुम्ली जनताको दुःख जुन हुम्ली जनता बिरामी भन्दा होइन हुम्ली जनताको समस्या भन्दा ठुलो त ती पर्यटक होइनन् नि त मेन प्राथमिकता हुम्ली जनता हो नि त खोइ त त्यो देखिँदैन अनि आज टिकट लुकाए छैन पर्यटकलाई डबल पैसामा टिकट बिक्ने अनि हुम्ली दुखी गरिब जनताले चाहिँ बिरामी त्यत्रो बिरामी भएर 2-4 दिन प्लेनको लागि कुर्नु पर्ने होइन प्लेन दिनकै आइरहेछ तर टिकट पाएको छैन टिकट छैन भन्नु त त्यो त लाजमर्दो होइन र अनि खोइ त अनि आज भयाको एकजना होइन आइमाईको मुटुको समस्या छ हिजो अस्पतालमा चाहिँ डक्टरले चाहिँ तुरुन्तै तल चेकअप गर्न जानुपर्ने भनेको छ तर टिकट प्लेन आएर पनि टिकट छैन भन्ने पर्यटकलाई डबलमा बेच्ने त्यो उनकै आँखाले देखाएको छ अरे तर टिकट आफूले पाएको छैन अरे यो कतिसम्म अन्याय हो भोलि उहाँलाई केही तलमाथि मात्र भयो भने यो जिम्मा चाहिँ कसले लिन्छ यो जिम्मा अनि र सम्बन्धित अहिलेको जुन हाम्रो माननीय हुनुहुन्छ उहाँले चाहिँ सम्बन्धित यो बारेमा चाहिँ के अरे सोचिदिनु होला र गरिदिनु होला होइन सल्भ गर्ने काम तपाईँको गरिदिनु होला तपाईँलाई जनताले पठाउनु भएका छन् जिताएर पठाउनु भएको छ तपाईँले गर्नुपर्छ गरिदिनुपर्छ यो चाहिँ बुझिरहनु एयरलाइन्सलाई नि म भन्छु हुम्ली दुखी गरिबलाई चाहिँ प्राथमिकता दिनु होला